त्यही हो लाइक चाहिँ गर्नु होला टपिकतर्फ लाग्नुभन्दा सबैभन्दा सुरुमा चाहिँ मैले यो भिडियोको डिस्क्रिप्सनमा कल्पना एयर बस मोड भनेर एउटा लिङ्क दिएको छु त्यो लिङ्कमा चाहिँ क्लिक गर्नु होला त्यसमा क्लिक गरिसकेपछि तपाईहरु चाहिँ यो च्यानलमा पुग्नुहुन्छ अन्नपूर्ण मोड्सको च्यानलमा सो यो च्यानलमा चाहिँ यो चाहिँ रिलिज भएको 6 महिना पहिला नै हो रिलिज भएको यो चाहिँ हैन अनि तर पनि अझै पनि धेरै जनाहरुलाई चाहिँ थाहा नै रहेनछ के यो यसको बारेमा अझै नि धेरै जनाहरुले चाहिँ बुझ्नु नै भएको रहेनछ त्यसकारणले चाहिँ आज इजी तरिकाले तपाईहरुलाई लाइभ प्रुफ चाहिँ मैले भिडियो कटै नगरिकिन जे हुन्छ जति समस्या आए पनि जे आए पनि मैले सबै कुरा चाहिँ देखाइदिन्छु तपाईहरुले पहिला सुरुमा चाहिने भनेको चाहिँ यो जेटाचीबाट एप नि डाउनलोड गर्नु होला यो एपलाई चाहिँ डाउनलोड गर्नु होला प्ले स्टोरमा अवेलेबल छ अनि बस मोटर इन्डिया एप त चाहियो नै गेमको अब बस मोटर इन्डियामा चाहिँ हाल्न छ भने पनि प्रोसेस त्यही हो दुईटा एप डाउनलोड गर्नु होला हैन अनि त्यसपछि मैले दिएको लिंकमा चाहिँ क्लिक गर्नु होला है मैले दिएको लिंकमा चाहिँ क्लिक गर्नु होला यो भिडियोमा पुग्नुहुन्छ यो भिडियोको चाहिँ यहाँबाट डिस्क्रिप्सन भन्ने यहाँ हुन्छ सरी यहाँबाट चाहिँ क्लिक गर्नु होला डिस्क्रिप्सनमा गएर चाहिँ क्लिक गरेर यहाँ चाहिँ जान सक्नुहुन्छ यस्तो छ तलतिर चाहिँ मोड लिंक भनेर चाहिँ यहाँ शेयर मोडको एउटा लिंक दिएको छ यही हो हामीले चाहिँ डाउनलोड गर्नुपर्ने लिंक भनेकै यही हो हामीले चाहिँ कल्पना एयर बसको लिंक भनेकै यही हो अनि यहाँ चाहिँ लेखेको छ वाच फुल भिडियो फर पासवर्ड भनेको छ यो डाउनलोड गरिसकेपछि हामीले चाहिँ जेटाचीबाट एपबाट एक्सट्र्याक्ट गर्नुपर्ने हुन्छ त्यो गर्दाखेरि चाहिँ पासवर्ड माग्छ सो पासवर्ड चाहिँ यो भिडियोमा रहेको छ तपाईहरुले यो भिडियोमा यहाँ पासवर्ड भनेर लेखेको छ पुरा भिडियो हेर्नु भयो भने पासवर्ड पत्ता लगाइहाल्नुहुन्छ धेरै खासै केही समस्या छैन पासवर्ड पाउनको लागि चाहिँ सो त्यहाँबाट चाहिँ तपाईहरुले पासवर्ड मजाले पाउन सक्नुहुन्छ अनि त्यसपछि सिधै जाम हामी चाहिँ अब यो लिंकमा चाहिँ क्लिक गरौँ यो लिंकमा क्लिक गरिसकेपछि हाम्रो चाहिँ क्रोम ब्राउजर चाहिँ एप ओपन हुन्छ है क्रोम अथवा तपाईको कुनै पनि वेबसाइटहरु चाहिँ ओपन हुन्छ अटोमेटिक र यहाँ चाहिँ देख्न सक्नुहुन्छ 4 सेकेन्ड 5 सेकेन्ड चाहिँ वेट गर्न दिन्छ वेट भइसकेको छ सिम्पली यहाँ क्रिएट डाउनलोड लिंकमा चाहिँ क्लिक गर्नु होला फेरि डाउनलोड लिंक भन्ने आउँछ 30.7 MB को छ फेरि यसमा चाहिँ क्लिक गर्नु होला त्यसमा क्लिक गरिसकेपछि एउटा एड जस्तो आउँछ अटोमेटिक डाउनलोड हुन नि सक्छ नभए यो 1xbet को चाहिँ एउटा एड आउँछ यसलाई चाहिँ सिम्पली ब्याक गर्दिनु होला फेरि यही डाउनलोडमा चाहिँ क्लिक गर्दिनु होला फेरि एड आयो भने फेरि एकचोटी ब्याक गर्दिनु होला फेरि डाउनलोडमा क्लिक गर्नु होला जतिचोटी आउँछ त्यतिचोटी ब्याक गर्दै गर्नु होला यो डाउनलोड चाहिँ स्टार्टिङ भइसकेको छ डिटेल्समा पनि गरेर डाउनलोड चाहिँ हाम्रो कल्पना एयर बस बाइ एम भनेर चाहिँ डाउनलोड छ डाउनलोड हुँदैछ 30.73 MB को छ हाम्रो चाहिँ डाउनलोड हुँदैछ है मजाले डाउनलोड भइरहेको छ तपाईहरुलाई चाहिँ लाइभ प्रुफ देखाउने छु है मैले चाहिँ यो भिडियो चाहिँ स्किप नगर्नु मैले भनिरहेको छु र डाउनलोड चाहिँ भइसकेको छ अब डाउनलोड भइसकेको छ यो हामीलाई चाहिँ युट्युबको पनि काम छैन क्रोमको पनि काम छैन यसलाई चाहिँ फाल्दिम अब हाम्रो काम भनेको चाहिँ जेटाचीबाट एपको है जेटाचीबाट एपलाई चाहिँ प्ले स्टोरबाट तपाईहरुले सजिलै डाउनलोड गर्न सक्नुहुन्छ सिम्पली जेटाचीबाट सर्च हान्नु होला जेट ए लेख्ने बित्तिकै आइहाल्छ यो हरियो कलरको एप छ यसलाई चाहिँ डाउनलोड गर्नु होला र सुरुमा डाउनलोड गर्दै हुनुहुन्छ भने अलाउहरु माग्छ सब अलाउ सलाउ गर्नु होला अलाउ सलाउ गरिसकेपछि मैले चाहिँ यो बताइदिन्छु धेरै जनाको समस्या के हुन्छ भन्दा अलाउ गरेपछि पनि त्यो बसिटको फाइल चाहिँ जेटाचीबाट एपमा देखाउँदैन त्यसको लागि चाहिँ तपाईहरु एकचोटी बस मोटर इन्डिया गेमलाई चाहिँ यो जेटाचीबाट एप डाउनलोड गरिसकेपछि अलाउ मागिसकेपछि एकचोटी चाहिँ जेटाचीबाट बस मोटर इन्डिया चाहिँ गेम ओपन गर्नु होला अनलाइनमै इन्टरनेट अन गरेर ओपन गर्नु होला त्यसपछि चाहिँ फाइल त्यहाँ देखाउँछ ओके यति चाहिँ ख्याल गर्नु होला फाइल चाहिँ त्यहाँ देखाउँछ अनि त्यसपछि एकचोटी तपाईहरुले चाहिँ फर्स्ट टाइम गर्दा त गेम नै अनइन्स्टल गरेर इन्स्टल गर्नु होला किनकि अलाउ पनि माग्छ गेमको अनि अलाउ गर्दाखेरि चाहिँ जेटाचीबाटलाई अन गरिदिएपछि सजिलो हुन्छ अलाउ भइहाल्छ मैले चाहिँ पहिला नै गरिसकेको छु यसलाई चाहिँ केही गर्दिन अलाउ सलाउ गरिसकेपछि ओपन गर्नु होला र अघि हामीले डाउनलोड गरेको फाइल चाहिँ सिम्पली डाउनलोड वाला अप्सनमै हुन्छ यो कल्पना एयर बस यहाँ चाहिँ 2-3टा देखाएको छ किनकि मेरो चाहिँ यहाँ एक्सट्र्याक्ट पहिला नै पनि थियो त्यसकारणले अब डाउनलोडमा आइसकेपछि यसलाई चाहिँ क्लिक गरिराख्ने कल्पना एयर बसलाई सरी क्लिक गरिराख्नु पर्दैन एकचोटी क्लिक गरिदिनु अनि त्यसपछि यहाँ चाहिँ सेकेन्डमा चाहिँ एक्सट्र्याक्ट हेयर भन्ने अप्सन छ सेकेन्ड हो यो अप्सन चाहिँ यसमा चाहिँ क्लिक गरिदिनु होला क्लिक गरिसकेपछि यहाँ पासवर्ड माग्छ मैले पासवर्ड भनिसके त्यो भिडियो जुन अन्नपूर्ण मोड्सको जुन यो मोड बनाएको भिडियो छ त्यो भिडियोलाई चाहिँ स्किप नगरिकन हेर्नु होला पासवर्ड त्यही पाउनुहुन्छ पासवर्ड पाइसकेपछि त्यो त्यहाँ जे पासवर्ड छ सिम्पली त्यहाँ चाहिँ अब यहाँ के छ यही अनुसार लेखेर सिम्पली ओकेमा क्लिक गर्नु होला
ओकेमा क्लिक गरिसकेपछि डाइरेक्ट हुन्छ पासवर्ड। मिल्यो भने नमिले चाहिँ यहाँ स्किप यताउति मिलेन भनेर आउँछ। अहिलेलाई चाहिँ क्यान्सल गरिदिउँ। अनि स्किप के अरे पासवर्ड हालिसकेपछि तपाईँको चाहिँ हो यो जुन फाइल छ नि पहिला सुरुमा पासवर्ड नहाल्दै भएको फाइल यो मैले देखाइरहेको फाइल त्यसलाई एक्सट्र्याक्ट गरिसकेपछि यो फाइल आउँछ। तर यो एक्सट्र्याक्ट चाहिँ भएको छैन मेरोमा चाहिँ, तर यस्तै फाइल चाहिँ तपाईँकोमा आउँछ। यहाँ चाहिँ 0B लेखेको छ, यहाँ चाहिँ MB अनुसार 30 MB लेखेर चाहिँ यहाँ एउटा फाइल आउँछ। त्यो फाइललाई चाहिँ सिम्पली यसरी क्लिक गरिराख्ने अनि कपीमा क्लिक गर्ने अनि त्यसपछि ब्याक आउने। ब्याक यताबाट ब्याक आइपुग्नुहुन्छ। नभए यहाँ दुईटा डटवाला फोल्डर छ यसमा क्लिक गरेपछि ब्याक आउँछ। एकचोटि ब्याक आउने त्यसपछि तपाईँले चाहिँ खोज्नु होला। कोहीको डकुमेन्ट्समा रहन्छ, कोहीको बाहिरै हुन्छ बसिटवाला अप्सन एउटा फोल्डर, कोहीको भित्रै हुन्छ। सो मेरो चाहिँ यहाँ डकुमेन्ट्समा छ, यसमा जाने। यो मेरो चाहिँ बसिटको पनि छ बसिनको पनि छ। सब बसिटमा जाने अनि बसिटमा गइसकेपछि मोड्समा जाने। मोड्समा गइसकेपछि हो यहाँ क्लिक गरेर यसमा क्लिक गरेर यहाँ पेस्ट गरिदिने। पेस्ट गरिसकेपछि यहाँ आयो। यहाँ चाहिँ दुईटा देखाएको छ। यो चाहिँ मैले भर्खरै आएकोवाला हो, यसलाई डिलिट गरिदिउँ। यो 0 फाइलवाला छ। अर्को चाहिँ कल्पना एयर बस मोड भनेर चाहिँ यहाँ आएको छ। यो मास्टरको चाहिँ मेरो अर्को बसको हो, योलाई पनि मैले डिलिट गरिदिन्छु। अहिले चाहिँ चाहिँदैन मलाई, त्यसै एमबी फाल्नु भएन। अहिले चाहिँ मसँग कल्पना बस मोड चाहिँ छ होइन। अनि बसिनमा एड गर्ने पनि तरिका त्यही नै हो। बसिनमा त्यो जुन प्रोसेस तपाईँले बसिटमा गएर पेस्ट गर्नुभयो सेम त्यही प्रोसेस बसिनमा गएर पेस्ट गरेर यहाँ मैले पहिला नै पेस्ट गरेर यहाँ पेस्ट गरिदिनु होला। यो चाहिँ मलाई चाहिँदैन, बसिनमा कल्पना एयर बस नै छ। यो बसिनको चाहिँ मैले अस्ति जो पनि बनाएको थिएँ त्यो भिडियो हेर्नु होला, त्यसमा मैले सिकाएको छु। अझै राम्रोसित हेर्न बसिनको लागि मात्रै बसबाट इन्डियाको लागि मात्रै हेर्न चाहनुहुन्छ भने त्यो भिडियो हेर्न सक्नुहुन्छ। अब हाम्रो फेरि यो जेटाजिबर एपको काम पनि सकिसकेको छ है। यति गरिसकेपछि सकिसकेको छ। अब चाहिँ मस्त तरिकाले सबै फालिदिनु सकिसकेको छ आनन्दले होइन। कल्पना एयर बस सबै कुरा यताउति गेममा चाहिँ जस एड लगभग भइसकेको छ। 95% चाहिँ हाम्रो एड भइसकेको छ। अब हामीले चाहिँ आज 10 मिनट इन्डोनेसियामा सिकाउँदैछौँ नि त। खास प्रोसेस चाहिँ दुइटै हो है, इन्डियामा इन्डोनेसियामा प्रोसेस दुइटै हो। सो तपाईँको इन्टरनेट वाइफाई अथवा डाटा चाहिँ अन हुनुपर्छ। अन भइसकेपछि अनि यो एपलाई चाहिँ अन गर्नु होला, गेमलाई चाहिँ अन गर्नु होला। वाइफाई डाटा इन्टरनेट चाहिँ जस अन गर्नु होला अनि त्यसपछि एपलाई अन गर्नु होला हाम्रो गेमलाई चाहिँ। सो मैले चाहिँ लाइभ प्रुफ नै देखाउने छु। सो हाम्रो चाहिँ गेम चाहिँ ओपन हुँदैछ र सरी फर ब्याकग्राउन्ड नोइज है। अब भिडियो बनाउने वातावरण यस्तै हो, ठ्याक उता काम चलिरहेछ के भइरहेछ। सो त्यो ब्याकग्राउन्डलाई चाहिँ उस गर्नु होला। अनि हाम्रो चाहिँ त्यतिन्जरी चाहिँ गेम पनि ओपन भइसकेको छ है। यो चाहिँ नर्मल छ, गेमकै बस देखाएको छ। अब चाहिँ हामी सिम्पली के गर्ने, यहाँ आइसकेपछि धेरै लामो प्रोसेस चाहिँ छैन। यहाँ है मोडमा जाने हो। मोडमा गएपछि यी चोज फोल्डर यो चाहिँ मैले डाउनलोड गरिसकेपछि सुरुमा तपाईँले डाउनलोड गर्दा चाहिँ यहाँ अलाउ माग्छ। यो अलाउ चाहिँ गरिदिनु। सिम्पली युज फोल्डरमा क्लिक गरिदिनु होला। पहिलोचोटि गर्दा चाहिँ युज फोल्डर भइसकेको छ। अब चाहिँ हाम्रो भइहाल्छ है। अब मोडमा जाने, मोडमा जाने बित्तिकै यहाँ भेहिकल्समा कल्पना एयर बस भनेर देखाएको छ क्या। अब यदि म्याप डाउनलोड गर्नुभएको थियो भने चाहिँ फेरि म्यापमा जाने हो भने यहाँ म्याप देखाउँछ, म्याप एड गरेको भए हामीले चाहिँ युज गरे हाम। अनि त्यसपछि यहाँ कल्पना एयर बस देखायो भने तपाईँले बुझ्नु कि हाम्रो काम भइसकेको छ, मोड चाहिँ गेममा एड भइसकेको छ। यदि देखाएन भने चाहिँ भएको छैन। फेरि यो भिडियोलाई पुरा हेर्नु होला, फेरि राम्रोसित गर्नु होला। ओके, अनि यहाँ चाहिँ भइसकेको छ। अब सिम्पली टु ग्यारेजमा चाहिँ जानु होला। यहाँ भइसकेपछि अनि हो यहाँ साइडमा एरो भन्ने हो, यसलाई मैले भन्छु कि धेरैजनाले एरो भनेको के हो मैले बुझिनँ भन्नुहुन्छ। साइडको अप्सनमा हुन्छ कि यहाँ हो, यसलाई चाहिँ क्लिक गरिसकेपछि अब हाम्रो चाहिँ यहाँ सट्ट कल्पना एयर बस देखाउँछ है। तपाईँको जति राम्रो फोन भयो त्यति फास्ट हुन्छ। यो मेरो चाहिँ 4 GB ऱ्यामको हो, त्यही भएर स्लो भइरहेको छ। जति GB ऱ्याम राम्रो छ तपाईँको फोनको कन्डिसन जति छ त्यही अनुसार फास्ट हुन्छ। यहाँ चाहिँ मेरो स्लो हुनुको कारण चाहिँ फोन चाहिँ अलि लो भएर हो है, त्यति चाहिँ बुझ्नु होला। कोहीको ढिलो कोहीको छिटो भइहाल्छ। यो चाहिँ इन्टरनेट नि फास्ट हुनुपर्छ। ल हाम्रो चाहिँ कल्पना एयर बस चाहिँ गेममा देखाइसकेको छ। अब युजमा क्लिक गरिदिने, यसमा क्लिक गरिदिने।